ग्रुप चाहिन्छ आफ्नो सोचेर गर्ने मजाले सबै कुराहरू के भयो सब हमारे खतरा रेस्टिंग कर रहे गणेशलाई बोला तल जानु हो गणेशलाई ए त्यही हुनुपर्छ चाइनामा 27 दिनको ट्रेनिङबाट चाहिँ हामी युनान युनिभर्सिटीको हामी चाहिँ एउटा विशेष क्याम्प ट्रेनिङमा थियौँ। त्यहाँको एउटा ट्रेनिङको वातावरणले चाहिँ हामीलाई छुट्टै एउटा इम्प्याक्ट होप एउटा जागेको छ र प्लस अहिले अब हाम्रो यो अवस्थामा पनि हामीले चाहिँ यसरी चाहिँ हाम्रो उसु र आफ्नो देशको लागि चाहिँ हामीले अब मेडलको लागि चाहिँ हामीले ट्रेनिङ प्रशिक्षण गर्दैछौँ। होप राम्रै होला। अहिले हाम्रो चाहिँ थौलोमा 6 जना छौँ, छानचन विधामा 2 जना छौँ भने नानचनमा 1 जना र थाइजी विधामा 2 जना हुनुहुन्छ र एउटा हाम्रो तौसु कुन्सु भने चाहिँ स्टिक र हाम्रो ब्रोसर्टमा चाहिँ 2 जना 1 जना मात्रै हुनुहुन्छ मेलमा। अहिले अब हाम्रो टिम चाहिँ बेस्ट आफ्नो ट्रेनिङमा चाहिँ बेस्ट दिइरहेको छ सबैजनाले आफ्नो चाहिँ र कोचेसहरूले पनि आफ्नो बेस्ट दिनु भइरहेको छ। 24 देखि चाहिँ हामीले तयारीमा छौँ। यसको चाहिँ हाल 2 वर्षको उयसमा चाहिँ हामीले चाहिँ कन्टिन्यू हाम्रो चाहिँ क्याम्प ट्रेनिङ नै भइरहेको छ र अहिले चाहिँ हाम्रो चाहिँ तयारी राम्रै छ किनकि लङ टर्मको उयसमा चाहिँ हाम्रो चाहिँ बेस्ट चाहिँ राम्रो एउटा जुन प्रोग्रेसिभमा जानुपर्ने अप्स एन्ड डाउन्सको ट्रेनिङ जुन मेथडहरू छ त्यो चाहिँ हाम्रो भइरहेको नै छ। यस्तै छ अब हाम्रो खास गरी चाहिँ अब यो जुन हाम्रो ट्रेनिङ गर्ने वातावरण जुन एउटा आफ्नो घर छ त्यो घरमा चाहिँ हामीले राम्रोसँग खेल्न पाएको छैनौँ, राम्रोसँग चाहिँ हामीले बस्नु पाएको छैनौँ। त्यो घरको वातावरण चाहिँ यस्तो छ। त्यो पनि हामीले आफ्नो बेस्ट दिइरहेको छौँ र प्लस अर्को हाम्रो चाहिँ के भने चाहिँ वैदेशिक ट्रेनिङहरू हाम्रो चाहिँ नयाँ कोर्सेसहरू नयाँ टेक्निकहरू चाहिँ हामीले चाहिँ बाहिरकोहरूसँग चाहिँ हामीले चाहिँ एउटा ट्रेनिङ गर्ने मौकाहरू चाहिँ पाउनुपर्ने हुन्छ। प्लस र अनि हाम्रो चाहिँ अर्को कम्पिटिसनहरू चाहिँ जति पनि छ हाम्रो बाहिरको जुन हाम्रो अब गेम्सहरू हुन्छ होइन कम्पिटिसन च्याम्पियनसिपहरू हुन्छ त्यसमा चाहिँ हामी पार्टिसिपेट भइराख्नु पर्ने हुन्छ। अब त्यहीँ जान पनि कति गाह्रो हुन्छ कहिलेकाहीँ चाहिँ त्यस्तै कुराहरूले गर्दा चाहिँ एउटा हामीलाई चाहिँ भनौँ एउटा जुन लेभल अपमा लानुपर्ने कुराहरू चाहिँ त्यो कुराले चाहिँ हामीले हेल्प गर्छ र साथसाथै अब अहिले हामी आफ्नै हिसाबले प्लस अलिअलि सहयोग हामीलाई गर्नु भइरहेको छ। त्यही हिसाबले चाहिँ अहिले हामी यो लेभलमा छौँ। प्लस त्यही हिसाब चाहिँ हामीले सजिलो गरिदियो भने चाहिँ हामी चाहिँ मेडल चाहिँ कहीँ जान दिन्नौँ। टिम म्यानेजर हुनुपर्ने हो किनकि अब हरेक कुराहरू चाहिँ कोचहरूले पनि कोचको काम कोच एउटा हुने हो। उहाँहरूले चाहिँ अब म्यानेजमेन्टको पाटो पनि हेर्नु भइरहेको छ होइन। अब हाम्रै गुरुहरूले अघि पानी बोकेर लिएर आएको थियो अलिकति त्यो नराम्रो भनौँ एउटा मलाई फिल लाग्यो। ठिकै छ ल्याउँदा त्यो ठुलो कुरा भएन। त्यही पनि अब एउटा म्यानेजमेन्ट पार्टहरूले एउटा केही सम्मान गरिदिनु भयो भने चाहिँ
त्यो कुराहरू म्यानेज हुन्थ्यो। अब यहाँ आउँदाखेरि सिधै अब हामीले फोहोरको डङ्गुर होइन, किनकि हाम्रै ठाउँ हो, हामीले नि सफा गर्न सक्छौँ होइन। अब हामी ट्रेनिङमा आइरहेको हुन्छौँ, कुनै बेला सक्दैनौँ होइन, तर अब त्यही कुराहरू चाहिँ म्यानेज भइरहेको हुँदैन, किनकि सबै कुरा म्यानेजमेन्ट नै हो होइन। उहाँले अब म्यानेज अथवा हाम्रै मान्छेहरूले चाहिँ म्यानेज एउटा बाटो बनाइदिनु भयो भने चाहिँ सहज हुने चाहिँ एउटा देख्छु त्यो चाहिँ होइन। प्लस हामीलाई खेल्ने ठाउँ र खेल्ने वातावरण मात्रै बनाइदिनुहोस् भन्ने चाहिँ हाम्रो चाहिँ माग हो होइन। खेलाडीले गर्नुपर्ने चिजहरू चाहिँ हामी चाहिँ बेस्ट दिइरहेछौँ। अब त्यो भनेको माथिको कुराहरू हो, हामीले समस्या सुनाइदिने हो। उहाँले अब गर्नु भने गर्नुभयो भने ठिकै छ, गर्नु भएन भने पनि हामी चाहिँ एकदम कडा दिनेछौँ आफ्नो होइन। पदकको आशा त गर्नुहुन्छ, तर हाम्रो मेन भनेको पहिला यो म्याटै राम्रो छैन होइन। यो म्याट हामीले आफ्नो उसुको म्याट पनि होइन, यो म्याट बिग्रेको चाहिँ पुरै होइन। हामी यसमा ट्रेनिङ गर्दैछौँ, कहिले एङ्गल जान्छ, एङ्गल ट्विस्ट भइरहेछ, कहिले के हुन्छ, यस्तोमा हामीले फाइट खेल्नु परिरहेछ। अनि दोस्रो भनेको यो हाम्रो हल पनि हल्का राम्रो हुनुपर्ने हो, यो हल पनि भएको छैन, मतलब बन्द हुनुपर्ने हो। खास गरी हामीले बन्दमा खेल्नुपर्छ, त्यही भएर चाहिँ हल्का भनेको यो वातावरण चाहिँ भएको छैन हाम्रो ट्रेनिङ गर्न लायकको। जस्तै अब गेटबाट छिर्ने बित्तिकै आफै आउँछ नि, आज मेरो यो ट्रेनिङ चाहिँ के गर्नुपर्छ, त्यहाँदेखि भित्र छिर्ने बित्तिकै अलग्गै माहौल हुन्छ क्या, हेत्तेरी भन्ने फिल हुन्छ। यो देख्दाखेरि चाहिँ मेन भनेको विशेष भनेको हाम्रो यो हल चाहिँ राम्रो गराइदिनु पऱ्यो भन्ने हो। तयारी भइरहेको छ हाम्रो, अहिले होटल क्याम्पमा छौँ होइन। बिहान बेलुका चाहिँ ट्रेनिङ भइरहेछ, ट्रेनिङ चाहिँ राम्रै भइरहेछ। अझै योभन्दा बढी राम्रो चाहिँ हामी अझै वैदेशिक ट्रेनिङ अहिले जो गइराख्नु भएको छ नि हाम्रो अरू गेमको, उहाँ जस्तै हामी पनि जान पाएको भए अझै बाहिरको त्यो माहौल अनुसारको ट्रेनिङ गर्न सकिन्थ्यो, अनि त्यो अनुसारको चाहिँ हुन्थ्यो नि त अब। अनि त्यही भएर अझै ट्रेनिङ चाहिँ राम्रै भइरहेछ। आफ्नो पर्फर्मेन्स चाहिँ 100मा 100% दिने हो। पर्फर्मेन्स भन्दा पनि मेडल ल्याउने त्यो चाहिँ ऊ छ मेरो, अब एम चाहिँ मेडल ल्याउँछु भन्ने एउटा उसुमा चाहिँ इतिहास एउटा मेडल ल्याउँछु भन्ने चाहिँ राखेको छु मैले। अब त्यो अनुसारको ट्रेनिङ सबै भइरहेको छ। मिसन 26मा नबसे पनि मैले आफ्नो ट्रेनिङ चाहिँ गरिरहेको थिएँ, ट्रेनिङ चाहिँ राम्रै भइरहेको थियो मेरो पनि। 18 महिना जति भयो, बिचमा ब्रेक हुँदै चाहिँ हाम्रो यो क्याम्प यो डाइट क्याम्पहरू सुरु हुँदै चाहिँ अहिले होटल क्याम्प बसेको छ 1 हप्ता 10 दिन जति भयो। होटल क्याम्प सुरु भइरहेको चाहिँ अहिले चाहिँ बिहान बेलुकै ट्रेनिङ हाम्रो चाहिँ जब होटल भयो त्यसपछि चाहिँ बिहान बेलुकै ट्रेनिङ भइरहेछ। यसमा चाहिँ हाम्रो वेट क्याटेगोरिजहरूको चाहिँ अहिले 5वटा छ। सानसोमा चाहिँ 5 जनाहरूको, यसमा चाहिँ 7 जना 6 जना 6 5 11 जना। यो चाहिँ अहिले हिँडै क्याम्प सुरु भएको चाहिँ डाइट क्याम्प सुरु भएको चाहिँ 18 महिना जति भयो। यसको बिचमा चाहिँ हजुरको बिचमा ब्रेक हुँदै चाहिँ 18 महिना पुग्यो र अहिले हाल चाहिँ 1 महिना यिनीहरू यो थाउलुको ट्रेनिङहरू चाहिँ चाइना पुगेर चाहिँ ट्रेनिङ गरेर फर्किरहेछन्। अनि सान्सोको ट्रेनिङ चाहिँ अहिले बाहिर चाहिँ मिलाउँदै त्यो ठाउँमा त्यो प्रान्तमा नभएको कारणले गर्दाखेरि सान्सो चाहिँ यहीँ नै बसेर ट्रेनिङ गरिरहेको छ। अहिले सङ्घले चाहिँ प्रयास गरिरहनु भएको छ कुनै प्रान्तमा लाने कि भन्ने हिसाबले। सकेसम्म अब अझै जापानै मिल्यो भने जापानै जाने पनि कुरो भइरहेछ उनलाई चाहिँ, तर अब कोसिस चाहिँ गरिरहनु भएको छ। तर अब मिल्ने नमिल्ने चाहिँ अब पछि उसमा हुन्छ, नमिले पनि अहिले हामी चाहिँ यिनै तयारी गरिरहेको छौँ। भन्यो भने हाम्रो चाहिँ अब जुन सुविधा परिषद राष्ट्रिय खेलकुद परिषदले दिएछ त्यो अनुसारले राम्रै भइरहेछ होइन। जुन गरेको हिसाबले खेलाडीहरूले पनि त्यही अनुसारले आफ्नो पर्फर्मेन्स दिइरहेछ। हाम्रो जो पहिला 2-3 वर्षहरूको देखि हाम्रो क्लोज क्याम्प भइरहेको थियो होइन। त्यो क्लोज क्याम्पमा बिचमा ग्याप हुँदाखेरि अलिकति असर परेको थियो, तर पनि त्यो स्पिडलाई हामीले खेलाडीले जुन लिनुपर्ने, अब हाम्रो अहिले जुन फेस छ त्यो फेसमा हाम्रो चाहिँ म्याच स्पेसिफिक फेस हो, त्यो फेस अन्तर्गत हामीले चाहिँ गरिरहेछ। अब फेस चाहिँ टेपरिङ फेस भनेको म्याच कम्पिटिसन फेस हुन्छ, त्यसमा चाहिँ हाम्रो 17बाट चाहिँ हाम्रो टेपरिङ फेस हुन्छ। टेपरिङ फेसमा चाहिँ हामीले चाहिँ खेलाडीले चाहिँ हाम्रो स्प्यारिङहरू योहरू रोकेर टेक्निकललाई बढी फोकस गर्छ होइन। त्यो हिसाबले खेलाउँदा खेलाडीहरूले खेल्दा जुन उनीहरूले दिनुपर्ने स्ट्यान्डर्ड इन्हान्समेन्ट दिइरहेछ, तर अलि कमजोरी चाहिँ परिषदमा नगरेको होइन, गरेको छ, गरेको अनुसारले अपुरो छ क्या, त्यही हामीलाई दुःख लागेको छ। तर अपुरोको हिसाबले पनि खेलाडीहरूले आफ्नो पर्फर्मेन्स दिइरहेछ। आशा छ हामीले अब परिषदको जुन थेम छ स्वर्णसहितको दोहोरो मेडल भन्ने त्यो आशा छ होइन। आवश्यकताको कुरा गर्नु भन्यो भने अब म्याच अब अहिले कम्पिटिसन फेस अन्तर्गत हामीले टुर्नामेन्ट जस्तरी मक स्प्यानिङ भन्ने हुन्छ होइन। मक स्प्यानिङ गर्दाखेरि छैनमा अब न डक्टर छ होइन, त्यो दुःख लाग्दो कुरो। हामीले अब एउटा अगाडि अब डक्टर भएर स्प्यारिङ गराउनु र हामी अब
डक्टरले गर्नुपर्ने यो फिजिसियनले गर्नुपर्ने त्यो त हामीलाई त्यति आइडिया हुँदैन थोरै त आइडिया छ त्यो अनुसारले हामीले गरिरहेछ अलिक कमी कमजोरी त्यसमा हामीलाई डर भएर त्यो अनुसारले हामीले 100% दिनुपर्नेमा 80% 60%ले स्प्यारिङ गराउनु परिरहेछ के सान्सु र उसमा दुई विधा मध्ये थाउलु र सान्सु हुन्छ हैन थाउलु टोली चाहिँ 1 महिनाको वैदेशिक अनुभव बटुलेर आउनु पायो भने हाम्रो सान्सु टोलीले अनुभव बटुल्नु पाएन त्यसको असर के मात्रामा हाम्रो एथलेटहरूलाई परेको छ हैन उनीहरूले त्यो वैदेशिक ट्रेनिङ पाए भए एक्सपिरियन्स गर्नु पाए भए झन् सुनमा सुगन्ध भने जस्तै हैन हाम्रो ट्रेनिङ त टेक्निक्स त छँदैछ त्यसमा वैदेशिक ट्रेनिङ पाए भए त्यसमा पनि धेरै राम्रो गर्न सक्थ्यो भन्ने आशा थियो तर त्यो आशा हामीले लिन सकेन 3 वर्षदेखि नै जसरी यो मिसन 26 भनेर उहाँहरूले ल्याउनु भयो त्यो सँगसँगै हामीले चाहिँ केही सानातिना इक्विपमेन्टहरू त हामी म्यानेज गरेका छौँ अब लाखौँ पर्ने इक्विपमेन्टहरू पनि छन् जस्तै चाहिँ म्याटहरू एरिनाहरू फाइटको एरिनाहरू जस्तै लगायतका इक्विपमेन्टहरू चाहिँ राज्यले किन्नुपर्ने राज्यले व्यवस्थापन गर्नुपर्ने कुरा छ त्यो चाहिँ हामी 3 वर्षदेखि नै हामी भनिराखेका छौँ राज्य अथवा परिषद सुनिराखेका छ तर रिजल्ट यसले चाहिँ दिइराखेका छैन र पनि हामी कन्भिन्स कसरी गरिराखेका छौँ भने हामी बिहानै आएर हामी आफै पानी सोर्छौँ आफै म्याट मिलाइदिन्छौँ सबै कुरा के भन्छ हाम्रो यो चाहिँ फेडरेसनले नै चाहिँ गरि नै राखेका छ जस्तो खालको चाहिँ हामीसँग स्रोत साधन छ त्यही ढङ्गको म्यानेज चाहिँ हामी गरेका छौँ अब खेलाडीलाई तपाईहरु यसैमा खुसी हुनुहोस् भनेर पनि हामी भनेका छौँ बेस्ट अब मेडल ल्याएपछि मात्रलाई बेस्ट मान्ने चलन छ नेपालमा चाहिँ अब मेडल ल्याएन भनेपछि अब त्यो बेस्ट होइन कि भन्ने टाइपको चाहिँ हाम्रो बुझाइ हुन्छ तर पनि हिजोको तुलनामा जसरी चाहिँ अब हामी नजिकै छ टार्गेटमा पुग्नका लागि जो टास्क पुरा गरेर टार्गेट हान्नुपर्ने छ त्यो टार्गेट पुरा गर्नका निम्ति चाहिँ उहाँहरूले आफ्नो तर्फबाट हामी बेस्ट दिया छौँ त भन्नुहुन्छ तर उहाँहरूको बेस्टले मात्र भएन कि ओभरअल आउने पार्टिसिपेन्ट हुने देशका प्लेयरहरूलाई चाहिँ हेरेर तपाईहरुको बेस्ट दिनु पर्यो त्यसपछि मात्र मेडल आउन सक्छ हामी भनेका छौँ उहाँहरूले पनि त्यही ढङ्गले तयारी गरेको जस्तो हामीलाई लाग्छ विगतको तुलनामा अहिले चाहिँ जुन ट्रेनिङ छ उहाँहरूको परफर्मेन्स छ एकदमै हाई छ एसियन गेम त अब नजिकै आइ नै सक्यो काउन्टडाउन सुरु नै भइसक्यो जस्तो भइरहेछ त्यसो हुँदाखेरि यो मिसन 26 भनेर जसरी यसलाई निरन्तरता दिने कामले अहिले 2026 मा जापानमा जो लाँदैछ त्यसका निमित्त चाहिँ जसरी इन्टरनेसनली अरु देशका प्र्याक्टिसहरू हेर्दाखेरि अब तुलनात्मक रूपमा हाम्रो देशको त कमै हो र पनि विभिन्न स्रोत साधनले गर्दा पनि यसको पछाडिपट्टि चाहिँ त्यसका कारणहरू ती पनि होलान् स्रोत साधनको पनि र जसरी हामीले जुन अस्ति भर्खरै युनानमा एउटा प्रशिक्षण हामीले चलायौं त्यो चाहिँ 1 महिनाको मात्र थियो त्यसलाई चाहिँ निरन्तर एसियनसम्म जोड्न पाएको भएपछि अझ प्रभावकारी हुने र जस्तो हाम्रो चाहिँ मिसन 26 को उद्देश्य जो थियो त्यो उद्देश्य पूरा गर्नलाई अझ बढी मजबुत अथवा चाहिँ मद्दत पुग्थ्यो र हामीले एउटा त्यो चुकायौं किनभने फेरि हामीले सरकारसँग पनि परिषदसँग पनि चाहिँ रिलेटेड कुरा भएको हुनाले रिक्वेस्ट गर्नलाई युनानलाई रिक्वेस्ट गर्नलाई हाम्रो लेटर पनि अलि कम पछाडिपट्टि गयो अलि ढिला गयो त्यो कारणले गर्दाखेरि यसलाई निरन्तरता दिन सकिएन र पनि फेरि यो अहिले हाम्रो जो इक्विपमेन्ट जो यहाँको चाहिँ हलको वातावरण सबै कुरा हेर्दाखेरि चाहिँ अब मानसिक रूपमा चाहिँ खेलाडीहरू तयारी छन् कि अब हामी जस्तो परिस्थिति पनि झेल्न सक्छौं र जस्तो ठाउँमा पनि हामी पानी होस् अथवा घाम होस् अथवा म्याट राम्रो होस् अथवा नराम्रो होस् अथवा जुसुकै इक्विपमेन्ट होस् अब अन्तिम आवर भइसक्यो त्यसो हुँदाखेरि हामी त्यही अनुसार नै हामी प्रिपेयर छौं र मनस्थिति पनि त्यही ढङ्गले हामीले बनाएका छौं भनेर उहाँहरू लागिराख्नु भएको छ र हामीले पनि त्यही अनुसार मोटिभेट गरिराखेका छौं अब आउने दिनहरुमा जसरी चाहिँ जुन खालको परिस्थिति बन्ला त्यो छुट्टै कुरा अब जब हामीले जुन खालको चाहिँ पर्याप्त उहाँहरूले मागे बमोजिमको दिन चाहिँ हामी सकिराखेका छैनौं किनभने स्रोत साधन पनि कम र चाहिँ इक्विपमेन्टहरू पनि चाहिँ हाम्रो अलि महँगो पर्ने हुनाले त्यो खालको चाहिँ वातावरण हामीले बनाउन सकिराखेका छैनौं अब त्यो चाहिँ अलि कमजोरीको रूपमा महासंघले लिएको छ हाम्रो थाउलोको तयारी त वास्तवमा नै 20 महिना 18-20 महिना अगाडिदेखि हामी सुरु गरेका हौं यो चाहिँ एसियन गेमको लागि भनेर अहिले चाहिँ विगत अस्ति 1 महिना चाहिँ हामी चाइनामा पनि ट्रेनिङ गरेर आए त्यहाँ चाहिँ अब यो खास यहाँ चाहिँ राम्रो छैन भनेर हामीले वैदेशिकको लागि पनि गएको थियौं तर त्यहाँबाट फर्किनु पर्यो विगतमा तर पनि हामी यहाँ तयारी चाहिँ एकदम राम्रो छ अब हामी चाहिँ आशा गरेर नै हामी अहिले पनि यहाँ ट्रेनिङ गरिरहेको छौं सबै अल टुगेदर गरेर अब छन् नान्छन् थाइची छन्
र यो वेपन्स गरेर 4वटा विधा हो, 4वटा विधामा चाहिँ हामी 6 जना खेलाडीहरू छ हाम्रो। यो चाहिँ हाम्रो यो युनान प्रोभिन्समा हो, यो युनान प्रान्तमा हो। त्यहाँ चाहिँ एउटा विश्वविद्यालयमा चाहिँ यो हाम्रो ट्रेनिङ भएको, त्यहाँको ट्रेनिङ चाहिँ एकदम राम्रो भएको छ। त्यहाँ चाहिँ ट्रेनिङ गराउने टिचर पनि प्रोफेसनल रहेछ, त्यो प्रोफेसनल सिकाउने। त्यही भएको हुनाले तिनीहरूले हाम्रो खेलाडीहरूले पनि धेरै राम्रोसँग ट्रेनिङ पनि गरे। अब 3-3 घन्टा 2 टाइम ट्रेनिङ गरे। अब सबभन्दा पहिलो चाहिँ हाम्रो भेन्यू हो। हामी खेलाडीहरूलाई पर्फर्मेन्स बेटर बनाउनलाई सबभन्दा पहिला भेन्यू राम्रो चाहियो। हाम्रो विगतमा हो हामीले चाहिँ अब 18-20 महिना अगाडि हामीले ट्रेनिङ त कन्टिन्यू गरेँ, तर ट्रेनिङ कन्टिन्यू गर्दाखेरि पनि हाम्रो चाहिँ बिचमा फेरि ब्रेक हुने, फेरि कन्टिन्यू हुने, फेरि ब्रेक हुने, फेरि कन्टिन्यू गरेपछि अब यो बाहिरबाट खेलाडीहरूलाई त यो आउने जाने हुन्छ। 3-4 महिना ट्रेनिङ गऱ्यो, फेरि ब्रेक भयो, फेरि 3-4 महिना ट्रेनिङ गऱ्यो, ब्रेक भयो। त्यो कन्टिन्यू चाहिँ भएन। ब्रेक हुँदै कन्टिन्यू 18-20 महिनादेखि नै भयो हुन चाहिँ, तर त्यो कन्टिन्यू भएन। अनि अर्को कुरो चाहिँ हाम्रो चाहिँ पर्फर्मेन्स विगतमा भन्दा बेटर चाहिँ छ। जस्तै हाम्रो खेलाडीहरूले अस्ति मात्रै पनि यो वर्ल्ड च्याम्पियनसिप वर्ल्ड कपमा चाहिँ जितेर आयो। हाम्रो विजय सिन्जाले जितेर आयो, त्यसको पुरस्कार पनि पायो। हाम्रो अरू अन्य खेलाडीहरू पनि विभिन्न वर्ल्ड च्याम्पियनसिप खेलेर वर्ल्ड कपको लागि क्वालिफाई भए, टप 8 भित्र परेर क्वालिफाई भएर वर्ल्ड कप खेल्न गए। त्यसरी प्रगति चाहिँ भएको छ। तर प्रगति भन्दा पनि यो जुन चाहिँ हाम्रो चाहिँ यो सामग्रीहरू, खेल सामग्री, खेल भवनहरू चाहिँ त्यो चाहिँ एकदम नाजुक अवस्थामा छ। त्यो नाजुक अवस्थाको हुँदाहुँदै पनि हाम्रो खेलाडीले राम्रो प्रगति गर्यो भने चाहिँ हामी राम्रै मान्नुपर्छ। हाम्रो टार्गेट भनेकै पदक जित्ने हो। यो खालि यो भत्ता खानलाई मात्र पटक्कै होइन हाम्रो। त्यही भएको हुनाले हामी जस्तोसुकै यो माहौल जस्तोसुकै भए पनि खेलाडीहरूलाई जति उनीहरूको आत्मबल बढाएर हुन्छ कि कसरी हुन्छ, तिनीहरूलाई चाहिँ हामी पदकको लागि हामी ट्रेनिङ गराउने हामी टार्गेट त्यही हाम्रो चाहिँ।